के भयो भाउजू के हाल्यो बुढीमा सबै खाएपछि त्यस्तै त हुन्छ यता हेर मेरो नाम नबिगारिदिनु है भाउजूका नजिकै गएर भाउजूलाई जिस्काउँछ बुहारी चाल गरिदिनु नि भाउजू बोल्छिन् बढी नाच भाउजू अहिले नाच्नु बेलुका दाइले भिडियो हेर्नुहुन्छ अनि त्यसपछि त्यही आउँछ तिमीलाई छेउमा हो नि यिनी हाम्रो बुहारी हो नै बुहारी लजाउँछन् केही भुल्दिनन् भाउजू त लखाउँछ भाउजू बोल्नुहुन्छ भाउसँग जति मजा गरे पनि केही हुँदैन यता हेर भाउजू नाच्देऊ त खै खै डिस्को कस्तो गरे भाउजू डिस्को कस्तो हुन्छ खै देखाउनु त देखाउनु न डिस्को हेरौँ न भाउजूको डिस्को हेरौँ न खर्काट नआएर डिस्को या के अरे यता हेर्नु न यता हेर्नु न पहिला काट्ने एकैछिन त हो त हेर्नु न हेर्नु तपाईँलाई हेर्नु गाई छ हामी भाउजू हाम्रो बुहारी देउरानी ऊ परछिन् देउरानीलाई पनि देखाऊ देउरानी त अलि खतरा गर्नुहुन्छ उहाँले चाहिँ गर्छिन् भाउजू डिस्को हेर्ने हो कि एकचोटि डिस्को देखाउनु न खै यता भाउजूको डिस्कोलाई फड्को पर्यो अब देउरानीको डिस्को हेर्ने हो बाँड्छ अहिले देउरानीले खर्काट नआए भिडियो गराउने भनेर अहिले जस्तै अस्ति दाउरा भारीको ठाउँमा पनि भानु नछोड्दा त मलाई भारी पुग्यो के अरे भाउजू मन के भारी हाले पनि खिचालो छ खिचाउनु त मोबाइलबाट के काम कच्चिरो काट्छन् हेर नि दम्मा दम दम्मा दम ल हेरौ भाउजूले काटेको हेर्नु ओ हामीलाई खर्कटाउने ऊ माथि छेक्की सक्की नसके आज दिनभरि भोकभोकै खर्कटाउने ओ माथिलाई छेउ कि हो ल
लाज मारेर लुकी छेउ जस्तो देउरानी बहिनी हो आज हैरान गराए खानासाना गएर ओइ नबोला छोरा खै भाउजू र बुवाले डिस्को डान्स हान त खै भाउजूको रमाइलो रम्छौँ उयो त रातै पर्यो है झमक्कै अहिले म यति हाल्छु है यस्तो डल्लो बारी के लगाउने भाउजू भाइ त डल्लै डल्लो भयो त किन चमक्कै रात पर्यो है यस्तो उकालोमा के जाने हो त राम्रो उही म आफै त यस्तो रन भन्ने छु भाइ लगे जाने कसरी हो त यस्तो उकालोमा बोरी पनि बाँधिदिनु